हेलो एन्ड नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी रामेछाप टिन्टु हलेटीमा छौँ। अहिले चाहिँ हामी खाजा पानी खानलाई यसो बसेको अनि थकित अवस्थामा छौँ। बिहान 5 बजी हिँड्ने है। हाम्रो यात्रा चाहिँ दोलखा कप्ती भन्ने ठाउँसम्मको यात्रा छ। जाँदैछौँ हामी। ल ओके गाइज। बसिहाल्नु। सो अहिले चाहिँ हामी खाना खानको लागि लाइनमा बसिरहेको छौँ। हाम्रो माइजू नि यता हुनुहुन्छ। यहाँ दिदी खन्ते उजल्दोस् एप्स हान्दा दोलखा है दोलखा बाई बाई। यहाँ बसेर मन्दिर हेर्दै मस्त है। यहाँ बसेर सोल्टिनी हेर्दै हामी चाहिँ सोल्टिनी हेर्दै यसले है तेरो स्टिकर उडाएको। आइन्छु